हेलो गाइस, यो मेरो उसमा समस्या थियो। यसले प्रिन्ट गरेको थिएन के, एकदम ब्ल्याङ्क प्रिन्ट गरेको थियो। तर यसको कार्ट्रिजमा समस्या चाहिँ होइन नि त। कार्ट्रिजमा समस्या थिएन। कार्ट्रिजमा समस्या भएको भए अब जस्तै इङ्क भइएको भए, सकिएको भए यसले चाहिँ एकदम इरर हान्थ्यो हल्का। तर यो प्रिन्टरकै समस्या भएको कारणले गर्दा ब्ल्याङ्क प्रिन्ट गरेको छ। यसमा चाहिँ 3वटा अर्थिङ कनेक्ट भएको कारणले गर्दा यसमा चाहिँ यसको समस्याको समाधानको लागि यसको समस्या भनेको यहाँ भित्र हुँदो रहेछ के। अब यहाँ यसको यो भित्रपट्टिको अनि यसले चाहिँ ब्ल्याङ्क उस गरेछ नि त, प्रिन्ट गरेको छ नि त, ब्ल्याङ्क प्रिन्ट गरेको छ। सो यो चाहिँ मजाले बिस्तारै खोलेपछि यो 3टा अप्सनको तल देख्न सक्नुहुन्छ। यो 3वटा अप्सन्स छ यो तल, अनि यो तल यो जुन पार्ट छ, यो 2वटा अर्थिङ छ नि, यो 1 2 अनि उहाँ तल 3वटा। त्यो चाहिँ मेरो प्रिन्ट गरेको थिएन क्या, 2-3 दिन भएको थियो। र यो चाहिँ दबेको रहेछ, यो तल्लोपट्टिको भित्र भएको रहेछ। त्यो निकाल्ने बित्तिकै समस्याको समाधान भयो है त।